यो त माथि सुन्तला गाडी भिडियो बनाउँदै हिँड्दा त भिडियो कन्टिन्यू छ समीको रुखिया यो कतै शेयर गरे अनिल गुल्मिया सरको समीको रुख उहाँ हुनुहुन्छ रङ्गे भाइ हामी नजरेपछि हामीलाई चिन्दैन यो धुमिनीको स्वर हो धुमिनीको स्वार होइन यो धुमिनीको स्वार यहाँनिर माथि नियालाको गाडी हुन्थे यता बाघ बस्ने जाने बाटो डाँडाथर जाने बाटो यता बाघ बस्ने ओडार हुन्थ्यो यहाँ डाँडाथर यहाँ डाँडाथरतिर जाने रहेछ चरम हामी यहाँ देखिनै देखिनु हुँदैन ऊ उता पर्वे अङ्कल बस्नुभएको छ देखिने कुरै देखिनै होइन यो हाम्रो घर नि ए यो शिव अङ्कलको घर पसल यो को बस्छ तिनीहरू पसल छ है तिनीहरू चाहिँ छ कि कोही नै बसेन न यहाँ कसैले गएन है बाबु मन्दिर चाहिँ यस्तो ए कटवाल दाइ हो त नि ए यिनलाई गएर बोल्नुपर्ने यो 100 रुपियाँ दिनुपर्ने यिनलाई यो कटुवाललाई त्यस्ता गर्छ हजुर फेरि उसलाई भने तिमीलाई भेट्ने हामीलाई नभेट्ने भन्छन् हो त नि कसैलाई नि भेट्ने होइन त्यही हामी यो थुङ्गाबाट तल झऱ्यौँ घुम्टी सररा खोला जाने बाटो यो प्रतीक्षालय यो गमलोको हाम्रो बारी भिर उति बेला त यहाँ भिर थियो नि माथि समीको रुख डाँडा चौतारो अमृसो होइन यो इक्रो अमृसो होइन यो यसका कुचो हुन्थ्यो भने त यसको कुचो हुन्थ्यो भने त यो चाहिँ यो उता माथि देखिएको भालु पाहाड पनि देखिएको छ आज आकाश खुलेन सबभन्दा आकाश खुलेन है सबभन्दा आकाश खुलेन म यताबाट यो त माथि जाने हो नि ठाउँका कुरा त छोड्दिउँ यो चाहिँ अब हामी तलै झरिसक्यौँ तलै झरेपछि उठाउँदैन उठाउ है हामी सेतोमानबाट निस्किसक्यौँ है नातिनी निस्क्यौँ ए यो भाइले भएको घर
थुम्का घर थुम्काको घर ल ल हेर्नु केटा हेर हेर बोलिहाल्छ कि यता फोन रहेछ ब्याङ्क रोयो नलैजा भनेको होइन के त बासी त बोले बासी त खडोडा म त नि माइला नबोला भनेको नि छोडेँ भने है बना हामी हिँड्यौँ भने उमाइलो राम्रो घर यो गाडीले हामीलाई निस्किहाल्यो ऊ तोकिएर छ हो त्यताको ए दिमुसको आबर्तुतिर आबर्तुमतिरको घर कस्तो क्लियर भनेपछि थाहा पर्दैन नि यस्तै बाटो गएको होला नि गाउँमा है यो सुन्तला घारी मुनिबाट आयौँ हामी थाहा छ सुन्तला घारी मुनिबाट आयौँ अहिले बल्ल छनक मिल्दा चाहिँ यहाँबाट यो बाटो उकालो ए यहाँ उकालो बनाएको उकालो बाटो त्यही हो ए त्यही हो है त्यही हो उकालो हो यसले हामीलाई छोडिदियो भने थियो के अरे यता यता सर्लक्क त्यो ऊ पनि बाटो सिमखेत। सिमखेत उक्त माथिबारी आबर्तुम देउराली ए हेर तर्छु देउराली माथिबारी सबै जहाँ भन्नु त्यही बाटो हो अब हामी आइयो आँखेत ओ त्यो समीको रुखभन्दा उता हाम्रो घर यता तल आँखेतको पुल पादी खोलाको पुल यसरी त यसरी यो के कसो घर रहेछ बढीमानको कसको रहेछ? अफिस होला सायद होइन त्यो स्वास्थ्य चौकी पहिला यहाँ स्वास्थ्य चौकी थियो यतातिर त्यहाँ सार्छन् यता स्वास्थ्य चौकी थियो सामुदायिक हस्पिटल त्यही हो होइन सामुदायिक हस्पिटल त्यो होइन त्यहाँबाट लामसेराबाट यहाँ झर्दाखेरि हस्पिटल उहाँ पुर्याएको लामसेराबाट यहाँ झर्दाखेरि 7 मिनट पनि लाग्दो रहन्छ साह्रै छिटो हुँदो रहेछ यता हाम्रो घर चिन्ने गाह्रो भयो यो पुल भयो सिद्धवनको यो कसको घर रहेछ सिद्धवनको पुल यता माथितिरबाट लामसेरा हामी त्यहाँबाट आएका हौँ ए यो ए अर्जु यहाँ हेर त यो फाँट यता कालिका कालिका स्कुल खोइ ए त्यहाँ छ सानो है कति सानो लाग्यो भगवत भन्दा नि धेरै सानो छ त यहाँबाट सिद्धवन बजारबाट हामी यसरी गयौँ माथि चौकी ए चौकी यो चौकी जुगले जाने बाटो अब यता जुगले जाने बाटो सिरबारी 17 किलोमिटर रहेछ हेर त 17 किलोमिटर सिरबारी कति हो घर आउन हुँदैन है आउनुहुन्छ होला यहाँ बर्बुल माथि राई अङ्कल हुन् क्या हो मिरेहरूको घर होइन ऊ यही हो बुद्धे कहाँ छ बुद्धे देखियो भयो र सुरु बोकेको छ हामी बराए खोला आयौँ फेरि बराए खोला यतातिर यो सिमखेततिर माथितिर यो पावर हाउस पावर हाउस यो पावर हाउस बिजुलीको पावर हाउस थियो अहिले त केही छैन होइन यो पावर हाउसको अफिस अनि यो सेती खोलाको अब हामी पुल उता यहाँबाट माइजमा जाने कहाँ माइजको माइत जाने माइज कहाँ जाने भनेको मामा घर जाने यसमा हल्का पुल फरक के हेर त ए अँ त्यो हामी सेती खोलाको पुल पहिला पहिलाको हामी युजमा रहन्छ नि है पहिलाको त अब यतातिरको चाहिँ कुनै ऊ छैन यो चाहिँ नयाँ देखियो चेन्ज छैन